हेलो साथीभाइहरू, कस्तो हुनुहुन्छ है। तपाईहरुलाई फेरि आज एउटा भिडियो लिएर आएको छु। धेरै दिन भयो मेरो भ्लगमा नहालेको र आज चाहिँ म फेरि घर आएको छु र अस्ति त्यो रोपिराखेको त्यो फुलहरू चाहिँ अहिले कस्तो फुलेछ है, तपाईहरु त्यो फुलहरू देखाउने छु र कस्तो छ त्यो फुलहरूलाई हेरेर तपाईले कमेन्ट्सहरु दिनुस् है। अब मजाले फुलेको छ, अहिले तपाईलाई म देखाउने छु। यो चाहिँ प्रेमुलाकै ब्रान्च हो है। यहाँ चाहिँ फुलेर चाहिँ रक्क भइरहेछ, हेर्नुस् न, मजाको भइरहेछ। यो त्यसकै ब्रान्चहरू हो, मजाको छ, हेर्नु सक्नुहुन्छ है। प्रेमुलाकै ब्रान्च अरे चाहिँ। यो चाहिँ अब मैले त रोपेको होइन, मेरो बुढीले रोपेको हो। मजाको भएको छ फुलहरू, यहाँ हेर्नुस् न। अरू पनि छ यहाँनिर। यहाँ देख्न सक्नुहुन्छ है, कोपिला कसरी लागिरहेको छ यसको। प्रेमुला यहाँ त लालुपाते हो, अस्ति पनि देखाइहालेँ तपाईहरुलाई है। यो चाहिँ समथारबाट ल्याएको राम्रो फुल थियो, त जाडोमा अलिकति योपालि ढिलो रोपाइ भएछ कि के हो, सानोमै कोपिला लागेको छ। समथारबाट प्रेमिता नानीको घरबाट ल्याएको, भाउजूकोबाट लिएर आएको थिएँ। राम्रो फुल थियो, तर हेर्नु नि यस्तो भयो मेरोमा चाहिँ, मसिनोमै कोपिला लाग्दैछ। यो चाहिँ कस्तो छ, तपाईहरुलाई मन पर्यो कि परेन? जेरिनिम यो चाहिँ रोसमा चाहिँ जेनेरिम कि जेरेनिम भन्छ, बुढीले लगाएको नाम त आउँदैन मलाई साह्रै। नि हेर्नुहोस् है, रोसमा आयो चाहिँ, वाइटमा हो यो। कलर चाहिँ अलिकै भेराइटी छ। बोट सँगसँगै हेर्नुहोस् है,